गाइस के सालको सन्चै हुनुहुन्छ होला हेर्न सक्नुहुन्छ म्याडमलाई हाम्रो चाहिँ जानु लागेको छौँ भिगाउँ जानु लागेको छौँ गाइस बिहान नुहाएर जाडो लगाइरहेको छ मलाई त के सो यो चाहिँ यो यसलाई एगाउँ स्कुल भन्छ होइन एगाउँ स्कुल हामी ट्र्याककै यहाँ पुगिसक्यौँ अब भिगाउँ जानलाई अझै टाइम लाग्छ लाग्नु त अटो चलाउँदै हुनुहुन्छ अगाडि पुरै चिसो हावा चलिरहेको छ यहाँ अटोमा त झन् जाडो लागेको छ धनी भएको छ हेर्नु धनी खै कति छ पैसा 5 रुपियाँवाला कति छ टोटल भन् तल 10 रुपियाँ 10 रुपियाँलाई 150 रुपियाँ कति छ अहिले मसँग चाहिँ 40 रुपियाँ त्यही पनि दिदीले दिएको भाडा गरेर बसेको 50 60 100 रुपियाँ ल्याइदियो 90 रुपियाँ छ 90 रुपियाँ त्यसले चाउमिन खाने अहिले म खाली चाउमिन मसँग दिदीले 200 रुपियाँ दिएको 200बाट कति 40 90 रुपियाँ बच्यो अघि भाडा दिएँ त्यही अब यहाँबाट कति बेला फर्किने हो क्यामराम्यानलाई क्यामराम्यान हो नि त म भिडियो बनाउनु लाग्छु नि सो हामीहरू चाहिँ घर जानु लागेको छौँ गाइस होइन ठ्याक्क हामीहरू चाहिँ यता बिगाउँ चोकैमा पुग्न लागेको छौँ अब यो ढिलै हिँड्छु तर म सबैभन्दा छिटो हिँड्छु योभन्दा म हिँड्न लाग्यो भने चाहिँ यति छिटो हिँड्छु म हिँडेको थाहा पाइन्न हिँड्यो नि यो कहाँ छु म कहाँ छु अगाडि आइसकेँ म अब यहाँबाट हिँड्दा कति बेला घर पुग्ने थाहा छैन अघि आउने बेला अटोमा आएँ मजासँग अब जाने बेला हिँड्दै यहाँदेखि सिधा गयो यता गयो फेरि यता गयो सट्ट कता फेरि अनि घर आउनु अझै टाइम लाग्छ क्या अनि पहिला चाहिँ मैले काम गर्थेँ क्या है यो रोड साफ गर्ने झाडीहरू फाल्ने होइन यो साइडहरू दुइटै साइड यस्तो काम गर्थेँ मैले 4 सालसम्म गरेको हो त्यति बेला 18,000 थियो होइन मम्मीको बदलामा मम्मीले गर्नुहुन्थ्यो अनि त्यो काम मैले गरेको अब यो चिठी खुलेको भए 19,000 हुन्थ्यो हो अनि म्याडमलाई हेर्नुसँग छ मलाई चाहिँ मेगासी लिएर आइदिएको अरे फेरि फ्रीमा लिएर आइदिएको भने मैले चाउचाउ खाने पैसा दिएको छु त्यही भएर लिएर आइदिएको ल यो नै के देख्नु भयो आफ्नो पैसाले कहिले ल्याइदिन्न पहिला ल्याइदिन्छ आजकल ल्याइदिन्न हो कि ल भन् के अब चाउचाउ खान पाए अब म खै हाँस्दैन त खै हाँस्दैन मेगासिरी खानुपर्छ के बाबाले देख्यो भने त मार्छन् मलाई देख्यो भने सँग हाँस्नु मात्रै हिँड भनिरहेको छु म्याडमको हात उडाइदिने अरे अब यस्तरी स्विङ हात दुख्यो भने अब गाई चाहिँ हाम्रो चाहिँ रिमझिम चोक पुग्न लागेको छौँ होइन कति टाइम लाग्छ भनेपछि 5 मिनटभित्रमा हामी रिमझिम चोक पुग्छौँ अब अगाडि गयो अगाडिबाट टर्निङ सट्ट लिएपछि त रिम चोक आइहाल्छ यो घर हेर्नुहोस् गाइस क्या बवाल छ भोलि कमायो भने यस्तै घर हाल्ने है कहिले है यो भन्दा नि दामी तैँले हाल्ने नि त ठेक्का दिने ठेकदारले लेबर लगाउँछ हाल्छन् जङ्गल हिँड्नुहोस् अगाडि गाइस अब हामी एकछिन पुग्छौँ है त गाइस त हाम्रो चाहिँ अब घर पुग्नु लागेको छौँ होइन ट्याक्कै हाम्रो किराना पुग्ने आइसक्यौँ यहाँ फोटो खिच्दा दामी आउँछ तर खिच्ने होइन फोटो खिच्ने होइन उहाँदेखि बिगाउँबाट हिँड्दै आइरहेको छ नि झन् छ्याउ लाग्दै तर धेरै अल्को छ नि म हजुरलाई देखाएँ त्यसको गइरहेको कति छ भनेर अस्ति चाहिँ कसले अब 20 हालेको रहेछ माछा मार्ने भएन नि यहाँदेखि कति गइरह्यो पहिला हाम्रो बाउहरूको पालोमा ओके चिस छ पहिला हाम्रो बुवाको पालोमा यहाँ होइन यो नालाको पानी खाने पानी जस्तो थियो अरे के यस्तो सफा पानी थियो अरे अहिले यस्तो छ कि के भन्ने यो पानी यस्तो गन्दा छ यार खिच्दिनँ क्या म फोटो